आफ्नो नदी नालाहरूलाई दिने आफ्नो कानुनभन्दा ठुलो त्यसलाई सम्झिदिनु पर्यो भनेर ढोक्नुपर्ने साथसँग रहेको तपाईँको देखि लिएर चाहिँ विभिन्न खालका विदेशी शक्तिको अगाडि सार्वभौम नेपाली जनताको मताधिकारलाई लगेर बुझाउनु र शिर निहुर्याउनु विदेशी प्रभुको अगाडि शिर निहुर्याउनु सही हो कि गलत हो? यदि गलत हो भने त्यस्तै मान्छेलाई फेरि भोट हाल्नु सही हो त? यदि होइन भने आज चेतनाको परीक्षा हुन्छ। अब यहाँ यदि त्यो गलत हो भन्ने कुरा हामीलाई थाहा भइ त्यही गलत मान्छेलाई नै भोट हालिरहन्छौँ भने त्यो देश बेच्नुमा त्यो देश बेच्नुमा तपाईँ हामी गलत हो कि होइन? हाम्रो गल्ती छ कि छैन? अब नेपालीले यो गल्ती गर्दैन है, कुनै पनि हालतमा यो गल्ती गर्दैन, यो कुनै पनि हालतमा यो गल्ती गर्दैन। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू त्यो चेतनाको विकास गर्छौँ आज हामी, त्यो चेतनाको सुरुवात गर्छौँ आज हामी। त्यो चेतनाको जोस हुन्छ पथरीबाट सारा नेपालीहरूको मनमा, सारा नेपालीहरूको त मानसपटलमा हाम्रो चेतनाको आवाज गुन्जनुपर्छ। जय माटो भनिदिनुहोस्, एकचोटि जय माटो भनिदिनुहोस्। हो, ठुल्ठुला राजनीतिका कुरा गर्छन् है। म नाति सानो मान्छे, नेपालको सबभन्दा सानो मान्छे अर्क साम्बाङ है, सबभन्दा सानो मान्छे है अर्क साम्बाङ। यो देशमा ठुल्ठुलो नेताहरू छन्, यो बिल्डिङभन्दा ठुल्ठुलो हो बढेर हिँड्नेहरू है। उनीहरूले गरेको राजनीति र श्रम संस्कृति सानो सानो मान्छे। अघि बिहान नाममा सफा गरेर फोहोर सोरेर आउँदैछु, फोहोर सफा गर्ने श्रमदाता हर्क साम्बाङ र उही जस्तो श्रमदाताले गर्ने राजनीतिमा के भन्दा राजनीतिको मूल उद्देश्य हुन्छ यो देशको रक्षा गर्ने, हुन्छ कि हुँदैन? यो देश बचाउने एजेन्डा भन्दा ठुलो एजेन्डा अरू के हुँदैन। बाटो